नमस्कार, तपाईँलाई स्वागत छ केएनके अटो भिलेजमा। यहाँको धेरै कुरैपछि म फेरि आज युट्युबमा गाडीहरू राख्दैछु। नयाँ वर्षको अवसरमा केही अफरहरू पनि आउने छ पछि। अहिले तत्काल केही छैन, त्यस्तो अफर आउँछ, केही छुटहरू हुन्छ। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब लाइक गरेर आउनुभयो भने पनि केही छुट भएको छ। गाडीहरू फाइनेन्सको व्यवस्था पनि हुन्छ। सम्पूर्ण गाडीहरू म तपाईँलाई फेरि सर देखाउँछु। यसो ध्यान दिएर भिडियो हेरिदिनु होला लास्टसम्म। धन्यवाद। हामीसँग यो गाडी 2015 मोडल स्कर्पियो S2 हो। S2 2015 मोडल एकदम फुल फ्रेसमा छ। हेर्नुहुन्छ भने हेर्न सक्नुहुन्छ, फुल फ्रेस। यसको मूल्य मात्र 24 लाख राखिएको छ। केही थोरै धेरै पैसाकै छुट हुन्छ। र म भित्र पनि देखाउँदैछु तपाईँहरूलाई, हेर्न सक्नुहुन्छ। भित्र पनि एकदम फुल फ्रेस छ गाडी। S4 2015 मोडल एकदम कन्डिसनमा छ गाडी। 1 रुपियाँ पनि खर्च गर्नु पर्दैन। 2015 मोडलकै S2 गाडी एकदम राम्रो सेतो कलरमा छ। 1 रुपियाँ खर्च छैन। केही लगाउनु पर्दैन। हजुर लगाउनुहोस्। गाडी क्यासमा छ, एकदम राम्रो कन्डिसनमा छ। छक्का छ गाडी, हेर्न सक्नुहुन्छ। र यसको मूल्य रु 21 लाख राखिएको छ। S2 को मूल्य। र यसमा पनि केही डिस्काउन्ट हुने नै छ। बसिसकेपछि सबै कुराहरू मिल्ने छन्। र म यसको तपाईँलाई भित्र पनि देखाउँदैछु। S2 गाडी 2015 मोडल हेर्न सक्नुहुन्छ। र हेर्नुहोस्, एकदम राम्रो छ। 2018 मोडल S4 गाडी एकदम राम्रो छ। स्कर्पियो S4 गाडी 2018 मोडल। 1 रुपियाँ खर्च छैन, केही गर्नु पर्दैन। र यसमा फाइनेन्स सुविधा भएको जानकारी पनि गराउँछु तपाईँलाई। रु 13 लाख रुपियाँ फाइनेन्स छ, ब्याङ्क सुविधा। र यसको एकमुष्ट रकम रु 35,50,000 राखिएको छ। र यसमा पनि केही छुट हुने छ। बसिसकेपछि सम्पूर्ण गाडीहरूमा छुट हुन्छ। आपसी समझदारीमा रेट हुन्छ, कायम गरिन्छ। र साथीहरूले धेरै पटक भन्नुहुन्छ, दाइ ल यो तपाईँले रेट नराखिकन नराखिदिनु, रेट राखिदिनु, एकचोटि रेट राखिदिनु भन्नुहुन्छ। म त तपाईँलाई समग्रमा रेट भनिरहेको छु। र यसमा केही रेटहरू समायोजन गर्न मिल्छ। रेटहरू एकदम मिल्ने रेटहरू हो। र तपाईँहरू यदि टाढाबाट हेर्दै हुनुहुन्छ भने पनि, नेपालमा गएर केही गरौँ कसो गरौँ भन्दै हुनुहुन्छ भने पनि एकचोटि केएनके अटो भिलेजमा आइदिनु होला। हेर्न सक्नुहुन्छ। यसको S4 2018 मोडल तपाईँलाई म भित्री भागहरू देखाउँदैछु। एकदम क्लियर छ। मैले यसको रेट तपाईँलाई भनिसकेँ, यसको रेट बताइसकेँ। र तपाईँले अझ विस्तृत जानकारी लिनको लागि हामीले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। केएनके अटो भिलेज, बुटोल बेलवास, शान्ति चोक। तपाईँ नजिक किन्नु होला। कोही मार्फत आउनु पर्दैन, सिधै आउनु होला। र अब यसै गरी म तपाईँलाई फेरि हामीसँग 9 सिटर 17 मोडल र 18 मोडल भएको जानकारी पनि गराउँछु। 9 सिटर महिन्द्रा 9 सिटर 2 व्हिल गाडी 17 र 18 मोडल भएको जानकारी गराउँछु। म अहिले यहाँ यतिखेर पार्किङको अभावले गर्दा म यहाँ राख्न सकेको छैन। तपाईँलाई म 9 सिटर 2 व्हिल पनि अर्को भिडियोमा देखाउने छु। यो हामीसँग डबल क्याब 4x4 गाडीहरू पनि एकदम अभाइलेबल छ। तपाईँको यो 20 मोडल गाडी 4x4 हेर्न सक्नुहुन्छ। एकदम राम्रो छ। र म तपाईँलाई भनेको छु फाइनेन्सको व्यवस्था हुन्छ। र यहाँ भित्र पनि हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, भित्र पनि एकदम राम्रो छ। सिटहरू, कभरहरू एकदम 1 नम्बर गाडीहरू छन्। हेर्नुहोस्, 2020 यो पनि 2020 हो। तपाईँको
20 मोडलको गाडीलाई हामीले रेट राखेका छौँ 18 लाख रुपियाँ। दुईटै 20 मोडल गाडीहरू 18 राखेको छौँ। ल हेर्नुहोस्, हेर्न सक्नुहुन्छ भित्र बाहिर सबै देखाएको छु। र विशेष जानकारीको लागि मैले WhatsApp नम्बर छोडिदिन्छु तपाईँलाई। दुईटै WhatsApp नम्बरहरू छ, कन्ट्याक्ट गर्दा हुन्छ, केही फरक पर्दैन। हेर्नु होला 2021 यो पनि 1 नम्बर गाडी, राम्रो छ, एकदम राम्रो गाडी छ। हेर्न सक्नुहुन्छ एकदम राम्रो छ। 4x4 गाडीहरू डबल क्याब 21 को लागि हामीले मूल्य रु 1950 राखिएको छ। मूल्यमा सम्पूर्ण हेरफेर हुनेछ, मूल्य एकदम मिलाउन मिल्ने छ। हेर्नुहोस्, अब नयाँ वर्ष सँगसँगै केही अफरहरू पनि आउने छ गाडीहरूमा। हेर्नुहोस् एकदम स्कर्पियो 15 को S2, 15 S2 अनि 15 S4, 18 S4 र यसै गरी अब तपाईँको यतातिर जाँदाखेरि 18 मोडल 4x4 गाडी, नन सेन्सर गाडी। यसको मूल्य 16 लाख छ, फाइनेन्स हुन्छ। मलाई एकचोटि सर हेर्नु होला, म सर देखाउँछु गाडीहरू। ल हेर्नु गाडीहरू, पार्किङको अभावले गर्दाखेरि गाडीहरू सबै अभाइलेबल छैन। 17-18 को 9 सिटरहरू पनि छ। अरू यहीँ देख्नु भएको छ। WhatsApp नम्बर तल हाम्रो दिएको छ, त्यो WhatsApp नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ विशेष जानकारीको लागि। 1 नम्बर गाडी छन्। हात्ती, छोटा हात्ती 2014 मोडल, यो पनि एकदम सुपथ मूल्यमा 4,50,000 मा पाउनुहुन्छ। तपाईँलाई म भिडियो देखाइरहेको छु, गाडीहरू सम्पूर्ण एकचोटि हेर्नु होला। गाडीहरू हेर्नु होला, म लास्टमा फेरि सबै कुराहरू बताउँछु। लास्टमा एउटा त तपाईँलाई एकदम राम्रो ससुराली जाने गाडीहरू देखाउँछु। मैले 1 नम्बर गाडी देखाउँदैछु, हेर्नु होला। म तपाईँलाई लोकेसन बताइरहेको छु। यताबाट हाम्रो पश्चिमतिरबाट आउने बाटो गोरुसिङ धनगढी अथवा पछिको साथीहरू आउँदाखेरि शान्ति चोकको यो साइडमा पर्छ भने, अब यताबाट हाम्रो बुटोलबाट आउने बाटो यो साइडमा पर्छ। तपाईँलाई अवगतै छ, जानकारी छ। अरू भिडियोमा पनि म जानकारी दिइरहेको छु, त्यो पनि म तपाईँलाई देखाउँदैछु लोकेसन। 2008 मोडलको सेन्ट्रो, ल हेर्नुहोस् यस्तो राम्रो छ। ल हेर्नु, कम्पनी सिलमा छ। 2008 मोडलको सेन्ट्रो अहिले आफै नै म युज गरिरहेको छु, यो पनि सेलमै छ। ल हेर्न सक्नुहुन्छ, हामी आफै युज गरेर गाडी हो। 1 नम्बर छ गाडी। यो गाडी पनि सेलमा छ। तपाईँलाई यदि चाहिएको छ, सानो गाडी चाहिएको छ भने पनि कन्ट्याक्ट गर्नु होला। आदरणीय गरेको मान्नुभयो, भिडियो त हेरिहाल्नु भयो। अब भिडियो हेरिसकेपछि तपाईँको मनमा कुलदित जान्न सक्छ फाइनेन्स के होला भन्नु होला। फाइनेन्स एकदम हुन्छ। फाइनेन्स गरिकरमा अहिले साथीहरू के भइरहेछ भने, तपाईँको पछिल्लो क्रममा व्यक्ति फाइनेन्सहरूले धेरै समस्या दिएको कारणले गर्दा फर्मबाट फाइनेन्स गरौँ कि, अब पान नम्बर खोजौँ कि, पानबाट फाइनेन्स गरौँ कि भन्ने चाहिँ प्लानमा छ। पानबाट एकदम 100% फाइनेन्स हुन्छ। तर गाडीको अवस्था, गाडीको मोडल हेरेर फाइनेन्स गरेको छौँ। कमसेकम 60% पैसा तपाईँले पे गर्नुपर्ने हुन्छ, 40% फाइनेन्स हुन्छ। र त्यो पनि अवस्था हेरेर नै गरौँला। र अर्को कुरा साथीहरू मैले भन्नै पर्ने मन लागेको कुरा के हो भन्दा, तपाईँहरूले कमेन्ट गर्दाखेरि यहाँनिर दाइ यस्तो भयो, उस्तो भयो, यो भयो, तपाईँहरूलाई गाडी 12 लाख, 15 लाख, 18 लाख, 20 लाखको गाडी दिँदै गर्दा 2 लाख रुपियाँ दिएर गाडी त आउँदैन।
तपाईँले मिनिमम 5 लाख 8 लाख 10 लाख रुपियाँ दिएर दाइ अरू फाइनेन्स गराइदिनु न, अरू फाइनेन्सको सेवा सुविधा गरिदिनुहोस् न भन्नुभयो भने केही हदसम्म चाहिँ सकिएला, होइन भने त नसकिएला होइन। र तपाईँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुहोस्, लाइक कमेन्टहरू गर्नुहोस् र हजुरहरूलाई केएनके अटो भिलेजमा स्वागत छ। एकचोटि भिजिट गर्नुहोस्, के छ कस्तो छ सेवा सुविधा हेर्नुहोस् र नयाँ वर्षको पावन अवसरमा हजुरहरूलाई धेरै धेरै शुभकामना। र यसपछि पनि म भिडियो दिने नै छु, धेरै समयपछि भिडियो दिइरहेको छु र हामीसँग भएको गाडीहरू सबै उपलब्ध छ अहिले। र तपाईँलाई म लास्टमा नम्बर पनि दिँदैछु, नम्बर हेर्नुहोला। धन्यवाद, हस्त, नमस्ते।